यो मुलुक दुई ढुङ्गा बीचका तरुल, प्रजा मोटो भया, दरबार बलियो रह्या। मुलुक यो मेरा दुःखले आर्ज्याएन, सबै जातका फुलबारी हुन्, 4 जात अनि 36 वर्ण। रगत विदेश नपठाए, न्याय निसाब बने, घुस लिने र दिने, दुवै अपराधी हुन्, त्यसै नछाडिए। अफसोस नेपाल नेपाल रहेन, सङ्घर्ष उहाँको आज कसैले बुझेन। प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, तर यी तन्त्रमा देश बदल्ने मन्त्र भेटिएन। कति आए कति गए, जुन जोगी आए नि कानै चिरेको। हुन नि किन नहोस्, कान थाप्ने नि त्यस्तै। भेडीगोठमा एउटा भेडी पछाडि अरू भेडी लखेटे जस्तै। आखिर गल्ती कोमा? जनतामा, या त जनताबाटै छानिने नेतामा? जनताकै कुरा गरौँ। यी भिडमा थुप्रै अनुहार लुकेका छन्, कोही रमिता मात्र हेर्छन्, सही मान्छे छान्ने बेला हात बाँधेर बस्छन्। कोही मासु भात 1 लिटर पेट्रोलमा बिक्छन्, अनि कोही कट्टर भनिने अवसरवादी राम्रो होइन हाम्रो छान्छन्। देश नबनाइन्, यसले मलाई चाहिँ बनाउँछ, उनीहरू ठान्छन्। धिक्कार छ, एक डाडु पानी तताएर चोखे हुन्छ। छोड्नु यी पटमूर्खहरूको धेरै कुरा नगरौँ, बरु नेतातिर लागौँ। अस्ति नै एउटा भाषण सुनेको थिएँ, छिट्टै पानी जहाँ चल्छ। साँच्ची के देखेँ, अस्तिको साउने झरीमा केटाकेटीले कागजको पानी जहाज करेसाको बारीमा बगिरा पानीमा चलाइरहेको। देश स्विजरल्यान्ड बनेको पनि देखेँ, पुसको जाडोमा हिउँले सिँगारिएको जिरी। साँच्चीकै स्विजरल्यान्ड जस्तै देखेको थियो। यदि गफ हान्ने प्रतियोगिता हुने भए साँच्चै नेपाली सुनको तकमा जित्छ। कति जाने का त चुनाव अगाडि हात जोड्न म यो त्यो गर्छु। अर्को चुनाव आइसकेछ, भुत्तो बाङ्लो केही भएको छैन त। छोड्नुहोस् गफ चुट्न, अनावश्यक अराजकता नफैलाउनुहोस्। देशलाई के चाहिएको छ म भन्छु। कृषि प्रधान देश, मलखातको टुङ्गो छैन, माटोमा मात्रै फल्ने भए म सुन रोप्थेँ। समयमा भुक्तानी छैन, के खाने के लाउने। मास्टर पास, भोलि विदेशको यात्रा छ, रमाउन होइन कमाउन। विदेशमा बगेको रगत पसिनाले देश तानिरहेछन्। इच्छा चाहना होइन बाध्यता बनेको छ विदेश। बेरोजगारी छ देशमा, रोजगारी छैन। हैसियत अनुसारको यहाँ काम छैन। F1 कुदाउन सक्ने आज विदेशमा डेक्ची ड्राइभर छ। स्वरले देश खाने आज विदेशको फुटसलको काउन्टरमा कराइरहेछ। सायद फुटबलको अस्ति बन्ने, तर फुटबल बनाउने फ्याक्ट्रीमै रमाइरहेछ। अवसर छैन देशमा, अभिशाप छ। रुनुभन्दा हाँस्नु जाछ। अब भन्नु दोष कसको, जनताको या नेताको? म भन्छु जनता होइन, जननीको रक्षक बन्नुहोस्। आजको तपाईँको एउटा भोटले तपाईँ त खुसी होला, तर आउने पिँढीलाई नि सम्झिनुहोस्। सही रोज्नुहोस्, बुझेर रोज्नुहोस्। अनि कुरा नेताजीहरूको, राजनीति नगर्नुहोस्, राज्यको नीतिलाई लड्नुहोस्। कोर्पोरेटिभ, बुढ्न शरणार्थी, ललिता निवास, भिजिट भिसा, वाइट बडी, गिरिबन्धु, सुनकाण्ड, कर निप्तान, यसको छानबिन गर्नुहोस्। कि कतै म त जोडिएको छैन, प्रश्न पार्नुहोस्। ती सानी निर्मलाले नि सरापियो कि होला। 76 को हत्याको छानबिन गर्नुहोस्, अनि देशले काँचुली फेर्छ। नेपाल रहन्छ, अनि हामी नेपाली रहन्छौँ।